धेरैजनाको क्वेसनहरू आएको थियो कि अब यो इमिग्रेसनहरूको कुराहरू अनि यो भिजा रेटहरू घटेछ, अब कसरी भिजा लाग्छ होइन, स्टडी भिजामा अब कसरी आउने भन्ने क्वेसन धेरैजनाको आयो। यसको लागि मसँग एउटै सल्युसन छ, त्यो कन्सल्टेन्सीहरू समात्नुहोस् क्या। अब तपाईँहरू जुन कन्सल्टेन्सीले भन्छ कि 100% भिजा रेट, 100% एक्सेप्टेन्स रेट अनि 100% स्कलरसिप, उनीहरूले सिधै 100% दिइरहेछन् कि सबै कुरा। त्यस्तो कन्सल्टेन्सीहरूलाई खोज्नुपर्छ अब तपाईँहरूले, अनि मात्र तपाईँहरूको भिजा लाग्छ। बिकज हामीले एप्लाई गर्दा, सेल्फ एप्लाई गर्दा कुनै इन्स्टिट्युटहरूले यसो सिधैमा 100% त दिएको छैन होइन। कसैलाई 100% स्कलरसिप पाउँछ होइन, 100% पनि स्कलरसिप पाउँछ, तर अब पिटीमा 5.5 लिएर आयो, आइएल्समा 5.5 लिएर आयो, अनि यस्ता यस्ताहरूलाई 100% त कसैले दिँदैन। सो यो सबै स्क्याम हो, यो रङ नम्बर है, यो सबै रङ नम्बर हो। सो योबाट बाँच्नुहोस् होइन तपाईँहरू। कन्सल्टेन्सीहरू राम्रो खोज्नुहोस् एक कन्सल्टेन्सी जानु भइरहेछ भने। अन्त कन्सल्टेन्सीहरूको पोलिसी के हो कि बिहाइन्ड द सिन के हुन्छ कि यिनीहरूले एडमिसन लिइहाल्छन् होइन स्टुडेन्टहरूको, अनि त्यसपछि एडमिसन फी मागिहाल्छन् यिनीहरूले, अनि आफूले जानेको युनिभर्सिटीहरूमा एप्लाई गरिदिन्छन्। अब तिमी इनरोल भयो कुनै कन्सल्टेन्सीको कोर्समा भने तिमीले त त्यो 10,000 15,000 त पे गर्नुपर्छ होइन। 10,000 15,000 पे गर, त्यसपछि आइएल्सहरू स्याटहरू तिम्रो टेस्ट दिएपछि फेरि तिम्रो के हुन्छ कि अब भिजा लाग्ने सबै कुरा त तिम्रै माथि हो नि। इन्टरभ्यू त तिमीले दिनुपर्छ, तिनीहरूले भिजा लाउने होइन। तिनीहरूले 100% एक्सेप्टेन्स रेट भन्ने कलेज देखाइदिन्छ, अनि आफ्नो इन्स्टिट्युटमा पनि 100% भिजा रेट छ भनेर देखाइदिन्छ, त्यति मात्र हो। तर त्यो नलागेको भिजा कसैले देखाउँदैन। सो बिलिभ इन योर सेल्फ, आफूमा बिलिभ राख्नुहोस्, आफूमा बिलिभ राखेर अनि त्यसपछि आफै एप्लाई गर्न निस्किनुहोस् होइन। कुनै दिन मैले नै सिकाइदिन्छु सेल्फ एप्लाई कसरी गरिन्छ, वेबसाइटहरूमा कसरी गएर, अनि इन्टरनेसनल स्टुडेन्टहरूको लागि एप्लिकेसन प्रोसेस कसरी हुन्छ भनेर तपाईँहरूलाई म देखाइदिन्छु कुनै दिन। इफ फलो मी, त्यसको लागि मलाई फलो गर्नुपर्छ। अनि फलो गर्नुभयो भने म स्योर तपाईँहरूलाई त्यो कि त लाइभमै हुन्छ भने लाइभमै देखाइदिन्छु, होइन त सेसन नै राख्दिनँ होइन। अनि त्यसरी गरेर म तपाईँहरूलाई यो प्रोसेसमा तपाईँलाई हेल्प गरिदिन्छु।